Finally, माछा भोटी माछा है मैले फाइनली माछा समाते। हेलो एन्ड नमस्ते छ सबैजनालाई अनि वेलकम छ सबैलाई यो मेरो फर्स्ट ब्लगमा। अनि आज चाहिँ हामी खोलातिर पौडी खेल्न जाँदैछौँ। लगभग 10-11 जना साथीहरू छौँ हामी। अनि आज चाहिँ हाम्रो सबैजनाको कामबाट चाहिँ छुट्टी छ, त्यसैले हामी सँगै रमाइलो गर्दै हिँड्न पाइएको छ। त्यही हो, भिडियो अन्तिमसम्म हेर्नुभयो भने आफै थाहा पाउनुहुन्छ कति रमाइलो भयो भनेर। बाँकी भिडियो हेरेर हजुरलाई कस्तो लाग्छ त्यो कमेन्टमा भन्नु होला। बाँकी त्यही हो, भिडियो हेर्नु होला। ल यो पक त पक म ल मेन भ्लगरको भिडियो बनाएर त बिस्तारै हेर्नु त हेर्नु पऱ्यो नि को रहेछ भिडियो बनाउने मान्छे। मेरो पछि पछि म जस्तै मान्छे हो कि को आउँदै हुनुहुन्छ भन्नु त भएन है। हेलो ल हाम्रो केटाहरू फेरि खतरा जिस्काउँछन् केटीहरूलाई चाहिँ जे होस् उहाँ मेन चाहिँ उहाँ है फेरि जिस्काउने नम्बर 1 उहाँ पनि हुनुहुन्छ। मलाई देखाउनु न, म यहाँ होलसेल लगाइदिन्छु। ल सेल आउनु होला यहाँ। ल उहाँले सेल 550 केजीमा हालिहाल्छ। ल आउनु होला यहाँ। ल उहाँले सेल 550 केजीमा हालिहाल्छ। सबले यो खानुपर्छ है, यो मिठो हुन्छ है। अबे साले जो माफ करना मैं जो ट्रायलको लागि चाहिँ ट्रेनिङ गर्ने ठाउँ जस्तो छ, प्र्याक्टिसको लागि। बवाल केही घटना भयो जस्तो छ यहाँ, रगत्ते रगत छ यार। ओ माई गड, के होला यो? सबले हेर्न सक्नुहुन्छ हेर्नु। खै अब यस्तो बाटो छ, चौकटै छ अरे के को रगत होला यस्तो यार। फाइनली साह्रै गर्मी भयो, एकछिन बस्छौँ। उहाँ चाहिँ मेरो मिस्टर मोटो भाइ। यता हेर त, उसको कपाल चाहिँ इन्टरनेसनल हो क्या यता। टाइसनले बाटो देखाए तलतिर झर्ने।
ए तल नुहाइधुवाइ गर्दै हुनुहुन्छ होला कृपया नदेखाउँ होला लगाए हाम्रो केटा आउनु ल है बोल्न आउँदैन मलाई फाइनली हामी माछा मार्न आएको है गाई ल माया गरिदिनु होला हेलो मिस्टर गोविन्द ल हाँस्यो ल दामी दामी मिस्टर आले हेलो ल ल है हाम्रो केटाहरू चाहिँ भरल त्यहाँ लाइन लाने देखाउनु मलाई चाहिँ त्यो पुलमा हल्लिएको फिल भइरहेको छ अहिलेसम्म नि फाइनली खोला चाहिँ आइपुग्यो गाई फाइनली काली खोलामा यस्तो ढुङ्गा पाइन्छ है अरू खोलामा पाउँदैन है गाई त्यस्तो काली खोलामा सेतो ढुङ्गा पाइयो अरे गाई फाइनली हामीले डोको पाइसक्यो गाइस फाइनली डोको पाइसक्यो यो डोको हामी लिएर जाँदैछौँ बाटोमा फाइनली डोको पाइसक्यो यो डोको हामी लिएर जाँदैछौँ फाइनली यो डोको है माछा मार्ने धेरै काम लाग्छ गाइस ओ मोटा भाइ ल सफा पानी है ढुङ्गा हो यार आम्मामा कतर माछा दाइ बाइक सक्यो कतर माछा दाइ बाइक सक्यो हमारे यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर माछा हेर्नु दाइ हाम्रो एकजना चाहिँ मित्र चाहिँ ल ल त्यो त ठिकै रहेछ है ल ल बाबा दामी फाइनली हामी है खेलिसकेको छौँ हो केटाहरू चाहिँ खेल्ने हो बाबा जाडो भयो बे यार सानो जाडो भयो जाडो जाडो बसेको लेकिन ये साला कर क्या रहा है यहाँ पे?
गाइज मेरो चप्पल चाहिँ फाइनली हिँड्यो एउटा चाहिँ हिँडेछ ठिकै छ यहाँबाट झर्ने कसरी हो र यसले त मोबाइल पानी उठ्यो भाइ यार सालोको ढुकुर देखेला क्या ध्यान यार सालोको ढुकुर देखेला क्या ध्यान वाटरप्रुफ भनेर होला नि डुबाएको चप्पलको हालत यस्तो छ अब यो डोरी नि भेटाइखायो नि त जेहोस् यो डोरीवाला चाहिँ अहिले जेहोस् घर जाने बेला पुग्नेसम्म बनाउन चाहिँ सकिन्छ जस्तो लाग्छ हाम्रो मिस्टर भाइ के छ बाबु तिम्रो हालखबर ठिक छ तिम्रो नाम के भन त अनिल तामाङ हो कहाँ बस्छौ तिमी फुलबारी पौडी खेल्न आएको एक्लै आएको खै त साथीहरू उता खाम ल रमाइलो भएको छ के भनेको बाबु के भनेको तिमीले भन त चौचौ खाने रे ए यो चौचौ ल ल ऊ उता बसेर खाऊ है ल अरू त केटावाला होला मेरो भाग चाहिँ हो खाऊ अब ल म चाहिँ चप्पल बनाउँछु पहिला अनि बनाएर राख्छु हेर न फाइनली चप्पल चाहिँ यस्तो बनाइयो बाँधेर भए पनि रुमसम्म त पुग्नु पऱ्यो होइन ठिक छ पुगिन्छ फाइनली नआयो है केटाहरू ल सब जक्सनमा बसिन्छ हाम्रो कपाल अनि फाइनली हामी आज पौडी खेलिसकेको छौँ र मेरो यहाँ खुट्टा काटिसकेको अवस्था छ बेफाइदा भनेको गाई चाहिँ यहाँ खुट्टा काटेर हल्का उस भयो तर रमाइलो चाहिँ गऱ्यो गाई बाबा ल कपिराइट आउँछ कि बोतल दि जमिजाने जाना भिडियो ब्लग सुन त नै ल ल गाइस अब हाम्रो खाजा भइरह निनिसले ल फेरि त गाइस ल अब पहिला खाजा खाऊँ होला ल सबलाई देखाइसकेको छु ल सबले लगाए ल खाजा साथीले एकदम सफाइ गर्नुभएको है एउटा प्लास्टिकमा हालौँ गाइस सबै
माछा समात्दै हुनुहुन्छ हाम्रो मित्रले फाइनली समातेको माछा? समाते है दाइ हेर्नु हेर्नु फाइनल्ली सबजना हेर्नु माछा कति समाते आज पौडी खेल्न आउँदा माछा यो है माछा बोटी माछा है बोटी माछा यही खोलामा समातेको माछा हो यही किन समातेको हो नि त हजुर ल बबाल बबाल डिक्टा रहेछ ल त्यहाँ लै समाते है बाबा चियामा ढुङ्गाले हान्दियो ओ दाजे कान उ बोटी माछा उ काइची काची यहाँ छ है माछा है ऊ यता निस्कि Kudron. Kudron. गाना यार इला यहाँ कुछ खेर चल यार इला मुर्गी एउटा माछा त समात्नै पर्छ है ल है आलाकमा त बिया ल फाइनली समाते लगाए ल उता पाखामा रानी बोलाका छिटो फाइनली माछा बाँध्यो समात्यो माछा बोटी माछा है मैले फाइनली माछा समाते ल मैले त्यो भाइहरूलाई दिएँ त्यो भाइहरूलाई दिएँ ल अर्को माछा ए यहाँ चाहिँ बब्बल रहेछ है यसमा चाहिँ कति ठुलोसँग पाउँछ यहाँ माछा फाइनली फाइनली बोटी समाते कत्रो बोटी समाते कसलाई हो ल कसलाई हो ल मैले अहिले यो भाइलाई दिएँ फाइनली माछा बोटी समातेँ ल मैले यो भाइलाई यसरी हालेँ ल हाम्रो भाइहरूलाई चाहिँ माछाको केटाले मार्नलाई सहयोग गरे हान त केटालाई सबै थाहा माछा मार्ने फाइनली हामी जाँदैछौँ अब फर्किसकेको माछा साछा खोजेर हामीले भाइहरूलाई दिइसकेको छौँ र अब हामी ब्याक हुँदैछौँ ल भाइहरू राम्रोसँग माछा मारे है ल है राम्रोसँग माछा मार टाटा गरिदियो भाइहरू ल छिटो ल बाई बाई गरिदियो ल बाई बाई छिटो न उठ्यो भाइ नि बाई बाई गरिदियो माछावाला ल पछि भेट्दै गरौँ ल है भाइहरू है ल जाम हामी है के चिज हो यो मरेन मरिसक्यो ए would like to take notes while I take. आर्जी गयो भने त तिम्रो सिक्स प्याक खतरा रहेछ है तर ऊ सिलुमा कोही भागाङ्गे मुछिदैन नाम के हो फेसबुक आइडी के छ थापा माया आई लभ यु तिमी साह्रै मन पर्यो अबे साले
केटाहरूको रमाइलो Wanna freeze this moment, make it right, hold you close. Now my heart's wide open. When I'm with you, suddenly I feel no pain. Do you make it go away? सुनैको दरबार लोभ्याउने नजारा पस्ने हेर न गाई कपाल कपाल बबाल छन् त